सफल बनाउन निम्ति एसोसिएट स्पोन्सरको रूपमा स्टुडेन्ट आयोजकको रूपमा जाउला खेल ग्रुप अफ इन्डस्ट्रिज प्राइभेट लिमिटेड यसका प्रोडक्टहरू कृष्ण घोड्का मामा पत्थर ग्राम के बोल्ने हर्की त्यसै गरी सिल्भर रुके र टावर ग्राम रहेको छ। यो कार्यक्रमलाई सहयोग आयोजन गरेको छ ब्रुअरी प्राइभेट लिमिटेड र यसका उत्पादनहरू प्रोडक्ट्स बियर रहेको छ र यो कार्यक्रमलाई सपोर्ट गरेको छ काठमाडौँ महानगरपालिका बुढानीतका महानगरपालिका टोकन नगरपालिका बागेश्वर नगरपालिका भोगेश्वर नगरपालिका बागेश्वरी नगर मनोहरा नगरपालिका बौद्धनाथ क्षेत्र विकास समिति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान मकालु आउटबीट तारा एयरलाइन्स यति एयरलाइन्स अचम्बडी अचार। अनि यो कार्यक्रमको मेडिकल पार्टनर रहेको छ बौद्ध स्थित हस्पिटल अल्ट्रा हस्पिटल अनि इन्टरनेट पार्टनर रहेको छ क्लासिक नेट। त्यसै गरी फेरि हाम्रा सहयोगी संस्थाहरूको नाम फेरि म दोहोऱ्याउन चाहन्छु। यो कार्यक्रमलाई सफल बनाउन निम्ति हामीलाई बागमती प्रदेश सरकारले पनि हामीलाई सघाउनु भएको छ। त्यसै गरी रिद्धि सिद्धि ज्वेलर्स न्युरोडले हामीलाई पानीको स्पोन्सर गरेको छ। सँगसँगै हामीलाई राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च तर्फबाट पनि हामीलाई सहयोग गर्नुभएको छ। हाङकङ तामाङ गिदुङले पनि हामीलाई सहयोग गर्नुभएको छ। नेपाल तामाङ गिदुङ कतार तथा बहुजन उपाध्यक्ष हाङकङ तामाङ गिदुङ त्यसै गरी तामाङ समाज युए त्यसै गरी शान्त तामाङ माया तामाङले पनि हामीलाई यो कार्यक्रमको लागि सहयोग गर्नुभएको छ भने टोखा नगरपालिका तारकेश्वर नगरपालिका कागेश्वर नगरपालिकाले पनि हामीलाई सहयोग गरेको छ। त्यसै गरी तारा एयरलाइन्स यति एयरलाइन्स पनि हामीलाई यो कार्यक्रम सफल बनाउन निम्ति सहयोग गरेको छ भने अर्गानिक कोल ग्रुप प्राइभेट लिमिटेडले पनि हामीलाई सहयोग गरेको छ। यी हाम्रा सहयोगी पटहरूलाई सहयोगी संस्थाहरूलाई हामी आयोजकको तर्फबाट हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र त्यति मात्र नभइकन यो र्यालीलाई व्यवस्थित बनाउन निम्ति विभिन्न सङ्घ संस्थाहरूको सहभागिता रहेको जानकारी पनि म यहाँ तपाईँहरूको समक्ष गराउन चाहन्छु। यसरी सहभागी हुने अर्थात् यो मूल समारोह समितिमा विभिन्न सङ्घ संस्थाहरूको सहभागिता रहेको छ, व्यक्तिहरूको सहभागी रहेको छ। यस सिलसिलामा यो मूल समारोह समितिका आबद्ध सङ्घ संस्थाहरूको नाम हामी यहाँ सरस्वती वाचन गर्न चाहन्छौँ। नेपाल तामाङ गिदुङले यो कार्यक्रमको संयोजन गरेको छ भने नेपाल राष्ट्रिय तामाङ गिदुङले यसको सह संयोजनको भूमिका निर्वाह गरेको छ।